आफ्नो स्पिडमा चल्न नसकेपछि मन्त्रालयको काममा खरो नउत्रेपछि प्रधानमन्त्री बालेन शाहले एकैपटक 3 जना मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गरेको कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधानमन्त्री बालेन शाहले मन्त्री फेरबदलको तयारी गरेका छन्। हो, जे गर्छ बालेन सरकारले गर्छ। बालेन सरकारले के गर्छ भन्दाखेरि यस्ता काम नगर्ने, गफ मात्र बढी गर्ने, मजाले बस्ने, चिसो एसीको हावा खाने जाने मान्छेहरूलाई चाहिँ कसैलाई बाँकी छोड्दैन। चाहे त्यो आफ्नो पार्टीको होस्, चाहे अरूको पार्टीको होस्, चाहे त्यो आफन्ती किन नहोस्, कसैलाई बाँकी छोड्दैन। काम त्यसको लागि म काम गर्छु भनेर भोट मागेर आइसकेपछि काम चाहिँ खतरा स्पिडमा गर्नु पर्यो, होइन भने आफ्नो बाटो लाग्नु पर्यो राजीनामा दिएर। अरू छन् नि त काम गर्छु भनेर हुनुन बोकेका, जुनुन बोकेका, होइन, सबै पढे लेखेका छन् राजसभामा, मजाले काम गर्न सक्छन्। यस्ता कामचोरहरूलाई चाहिँ राख्न हुन्न है, हटाइदिइहाल्नुपर्छ।